निपाह भाइरस यो नाम सुन्ने बित्तिकै कस्तो डर लाग्छ हैन? तर डराएर मात्रै हुँदैन, यसको बारेमा जान्नु र सतर्क रहनु एकदमै जरुरी छ। आज हामी यही खतरनाक भाइरसको बारेमा विस्तारमा कुरा गर्नेछौँ। सबैभन्दा ठूलो प्रश्न नै यही हो, चमेराबाट सर्ने यो खतरनाक भाइरसबाट आखिर कसरी जोगिने? यो जानकारीको अन्त्यसम्ममा हामी यही प्रश्नको जवाब खोज्ने प्रयास गर्नेछौँ। ल सुरु गरौँ। सबभन्दा पहिले त यो निपाह भाइरस आखिर हो चाहिँ के? यसले हाम्रो शरीरमा के गर्छ र यो किन यति धेरै चर्चामा छ? निपाह भाइरस खासमा फलफुल खाने चमेराबाट सर्ने एउटा भाइरस हो। तर यो सामान्य भाइरस जस्तो होइन। यसको सङ्क्रमणले साधारण ज्वरो मात्रै होइन, सिधै हाम्रो दिमागमा असर गरेर त्यसलाई सुन्याइदिन सक्छ, जसलाई एन्सेफलाइटिस भनिन्छ। हो, यो साँच्चै ज्यानलेवा हुन सक्छ। ओके, यो के हो भनेर त थाहा भयो, तर यो फैलिन्छ चाहिँ कसरी? यो बुझ्नु सबैभन्दा महत्त्वपूर्ण छ, किनभने कसरी फैलिन्छ भन्ने थाहा पाएपछि नै त बस्ने उपाय निस्किन्छ, होइन र? यसका 3 मुख्य बाटा छन्। पहिलो, चमेराले जुठो पारेको वा त्यसको र्याल पिसाब परेको फलफुल खाइयो भने। दोस्रो, यदि कोही सङ्क्रमित छ भने उसको नजिक जाँदा उसको खोकी वा र्यालको छिटाबाट पनि सर्न सक्छ। अनि तेस्रो, जुन धेरैलाई थाहा नहुन सक्छ, त्यो हो काँचो ताडी वा खजुरको रस पिउँदा, जसमा चमेराले दूषित पारेको हुन सक्छ। ल, अब यो सर्ने तरिका पनि थाहा भयो। अब पालो आयो लक्षणको। कस्ता सङ्केत देखिन्छन् त? सही समयमा लक्षण चिन्नु भनेको जीवन बचाउने पहिलो खुड्किलो हो। सुरुमा त सामान्य नै लाग्न सक्छ। ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, ज्यान गलेको जस्तो हुने। तर होशियार, यदि यसलाई बेवास्ता गरियो भने अवस्था एकदमै गम्भीर बन्न सक्छ। मान्छे बेहोस हुने, छारे रोग लागे जस्तो काम्ने र सास फेर्नै गाह्रो हुने अवस्थासम्म पुग्न सक्छ। लक्षण त थाहा भयो, तर भगवानले नगरोस् कसैमा यस्तो देखियो भने के गर्ने त? अबको कुरा सबैभन्दा महत्त्वपूर्ण छ, ध्यान दिएर सुनौ। एकछिन सोचौँ त, यस्तो लक्षण देखिने बित्तिकै हाम्रो पहिलो कदम के हुनुपर्छ? किनकि एउटा सही निर्णयले जीवन बचाउन सक्छ। यसमा कुनै दुई मत छैन, कुनै दुधार मान्नु पर्दैन। तुरुन्तै अस्पताल जानुपर्छ, तुरुन्तै। एउटा कुरा मनमा गाँठो पारेर राख्नुपर्छ, निपाहको शङ्का लागेमा 1 सेकेन्ड पनि ढिला गर्नु हुँदैन। यहाँ हरेक पल महत्त्वपूर्ण हुन्छ। अनि के गर्ने भन्दा पनि महत्त्वपूर्ण छ के नगर्ने। झुक्किएर पनि घरमै उपचार गर्छु भनेर नसोच्नुहोला। कुनै पनि घरेलु उपायले यसलाई निको पार्दैन, बरु ज्यानलाई झन् ठूलो जोखिममा पार्छ। अस्पताल त लैजाने नै भयो, तर सँगसँगै अरूलाई बचाउन पनि केही कदम चाल्नुपर्छ। जस्तै बिरामीलाई अरूबाट छुट्टै राख्ने, मास्क लगाउने, तुरन्तै स्वास्थ्य संस्थामा खबर गरिहाल्ने र बिरामीको सम्पर्कमा आएका सबैको जाँच गराउने। एउटा कुरा एकदमै स्पष्ट छ, निपाहको कुनै किटान गरेको औषधि छैन, तर समयमै उपचार भयो भने ज्यान बच्न सक्छ। यसको मतलब के हो भने आशाको त्यान्द्रो छ, तर त्यो त्यान्द्रो भनेको समयमै अस्पताल पुग्नु हो। उपचारको कुरा त भयो, तर भनिन्छ नि, रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम हो। हो, अब हामी कुरा गरौँ रोकथामको। कसरी बच्ने त यो भाइरसबाट? यसबाट बच्ने उपायहरू एकदमै सरल छन्, तर निकै महत्त्वपूर्ण। पहिलो, चमेराले टोकेको वा खोट लागेको जस्तो देखिने फलफुल नखाने। दोस्रो, जुनसुकै फलफुल होस् मज्जाले पखालेर मात्र खाने। तेस्रो, काँचो ताडी वा खजुरको रस नपिउने। चौथो, सङ्क्रमित बिरामीको धेरै नजिक नजाने। र पाँचौं, जुन सधैँ महत्त्वपूर्ण छ, साबुन पानीले बेला बेलामा हात धोइरहने। अन्त्यमा एउटा कुरा नबिर्सौँ, सबैभन्दा ठूलो हतियार भनेकै सही जानकारी हो। आज हामीले जे कुरा गर्यौं त्यसलाई मनन गरेर सतर्क रह्यौं भने आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न सकिन्छ। अब प्रश्न उठ्छ, के हामी सबैजना यसको लागि तयार छौँ त?